कतार एयरलाइन्सको जहाज नम्बर 648 द्वारा त्रिभुवन विमानस्थलमा आइसके पश्चात सन्दीप लामिछानेलाई प्रहरीद्वारा नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइसके पश्चात उहाँलाई प्रारम्भिक स्वास्थ्य परीक्षण गराई अहिले प्रहरीले नियन्त्रणमा राखेको छ। अब यसको सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान गरिनेछ। नेपाल प्रहरीसँग गौशाला प्रहरी बीचमा आफूलाई समर्पण गर्ने उहाँको डिजाइन थियो। उहाँले पहिले नै पब्लिकली डिस्क्लोज गरिसक्नु भएको थियो र उहाँले पत्रचार गरेर म समर्पण गर्दैछु भनेर चाहिँ गौशाला प्रहरी बीचमा उहाँले खबर गरिसक्नु भएको थियो, इमेल मार्फत गरिसक्नु भएको थियो र मलाई पनि उहाँले यो होल प्रोसेसमा उहाँको म लफुलाई टोर्ने उहाँको कानुनी व्यवसायी भएको हुनाले चाहिँ यो प्रोसेसमा आइदिन लागेर गर्नुभएको थियो। त्यही हिसाबले म बिहानै यहाँ कुराकानी भएअनुसार म यहाँ आएँ। तर यहाँको गौशाला प्रहरी बीचको टोली पहिले नै एयरपोर्टमा बसिसकेका हुनाले उहाँहरू त्यहाँ जान सम्भव रहेन। उहाँहरूले चाहिँ यहीँ गौशालामा नै भेट्न सकिन्छ भन्ने भएपछि चाहिँ हामी यहीँ पुरेर बस्यौँ। उहाँको चाहिँ फ्लाइट ओभरसुट भएको हुनाले केही समय आकाशमै घुमेको डिले भएको हुनाले उहाँलाई आइसके पछाडि पक्रेर लिएर आउनुभयो र आइसके पछाडि भेट्न खोज्यो। भेट्न खोज्दाखेरि उहाँले भेट्न दिनु भएन। उहाँले एउटा निवेदन लिएर आउनुहोस् भनेर भन्नुभयो भेट्नको लागि। निवेदन लिएर आउँदै सन्दीप लामिछानेलाई मेडिकलमा लगेको भन्ने कुरा भर्खर बुझेको छु। उहाँहरूले अहिले त मेडिकल गर्नुहुन्छ होला, त्यस पछाडि अड्डा खुलिसके पछाडि मलाई म्याथ थप्ने र अरू बयान दिने कामहरू र त्यो प्रोसेस त्यही काम हुन्छ भन्ने त्यही अनुसार